नमस्ते। आज पनि म करेलाको ग्रेभी लिएर आइसकेको छु हैन। आज चाहिँ म हजुरहरूलाई रेसिपी भन्दिनँ किनभने सबै बुझ्ने गरी नै मैले जब मरमसलाहरू हालेको छु हैन। थाहा भइहाल्नुहुन्छ हैन। आज चाहिँ म के भन्न खोजिरहेको छु भने सधैँभरि सिमिलर हुन्छ हजुरको त पकाउने तरिका भन्नुहुन्छ होला त्यस्तै नि हैन। यस्तो हो बनाइरहेको हुन्छु हैन। अनि अब कहिलेकाहीँ डिफ्रेन्ट तरिकाले पनि बनाएर हुन्छ। आज चाहिँ यो तरिकाले बनाइरहेको थिएँ। अब यसको नि बनाउने तरिका अब यही तरिकाले भन्दाखेरि चाहिँ यस प्रायः मेरो सिमिलर भइरहेको छ भिडियो होइन। त्यसको लागि चाहिँ सरी, केही नयाँ भयो भने चाहिँ नयाँ तरिकाले बनायो भने चाहिँ अपलोड गर्छु होइन। त्यही पनि यो पनि कतिलाई मन पर्न सक्छ होइन। त्यही भनेर अब करेला त अब प्रायःलाई मन पर्दैन। मलाई चाहिँ फेरि करेला भुटेर दिए नि भयो, ग्रेभी हालेर दिए नि भयो, झोले हालेर दिए नि भयो, मलाई चाहिँ त्यस्तो मन पर्ने हो क्या। अनि यो चाहिँ करेलाको यो बनाएको ग्रेभी टाइपले होइन। यसरी बनाउनु भयो भने चाहिँ तितो कम हुन्छ भनौँ न। अब नुनहरू मोलेर होइन यो गरेर गर्दाखेरि चाहिँ अब तितो लाग्ने त यसै तितो त्यसै तितो होइन। अब यो खाइराख्ने मनपर्नेलाई चाहिँ होइन, मन नपर्नेलाई पनि काश मन पर्न सक्छ भन्ने चाहिँ मेरो सोचाइ हो होइन। थ्याङ्क यू फर वाचिङ। मेरो डिस पनि रेडी